ला ला एक्सिडेन्ट भयो ला ला एक्सिडेन्ट भयो यार लु यो यहाँनिर एकदमै नसोचेको दुर्घटना भयो काठमाडौँबाट 2 नम्बर वडा किब्लासोडी 2 नम्बर वडा बालाबेसीमा चाहिँ यहाँनिर लास लिएर आएको हेलिकप्टर चाहिँ यहाँनिर बस्ने क्रममा मान्छेहरू निस्किसकेको र अलिकति सार्ने क्रममा चाहिँ हेलिकप्टर यहाँ पल्टिएर चाहिँ दुर्घटना भएको छ। यहाँ तल्लो तालबाट यहाँ माथिल्लो तालमा हेलिकप्टर चाहिँ दुर्घटनामा परेको छ, आइपुगेको छ। यो एउटा नसोचेको दुर्घटना भयो। यो बडो यो के कारणले भन्ने कुरो यहाँ खुल्न आएको छैन। यो के समस्या, के प्राविधिक समस्या हो भनेर यसले हामीले यहाँनिर हेरेका छौँ। यो किब्लासोडी खोटाङ जिल्ला किब्लासोडी वडा नम्बर 2 बालाबेसी भन्ने ठाउँमा चाहिँ यसरी हेलिकप्टर दुर्घटना भएको छ। तपाईँलाई म यहाँ प्रत्यक्ष देखाउन सक्छु। हेलिकप्टर यहाँ छेदविच्छेद भएको छ, टुक्रा टुक्रा भएको छ। तपाईँले देख्नु सक्नुहुन्छ यहाँ मान्छेहरू मानवीय क्षति भने यहाँनिर भएको छैन भन्ने कुराहरू आएको छ। यहाँ एकजनालाई चाहिँ केही घाइते हुनुभएको छ भन्ने कुराहरू छ। लाइभ प्रत्यक्ष प्रसारमा चाहिँ यो के कारणले भन्ने कुरा यहाँनिर यसको सम्बन्धित प्राविधिक अनुसन्धानले नै यहाँनिर निकाल्दा हेलिकप्टर यहाँ छेद विच्छेद अवस्थामा छ। यहाँनिर केही बाँकी रहेन, टुक्रा टुक्रा भएको छ सबै।